सबैजनालाई फेरि आन्तरिक हृदयबाट नमन गर्दै आजको जुन चाहिँ कन्टेन्ट लिएर आइरहेको छु है, यो चाहिँ अलिकति आध्यात्मिक कन्टेन्ट छ र म चाहिँ आज हाम्रो ज्योतिष आचार्य गणेश खतिवडा ज्यूसँग बसेर चाहिँ अक्षर तृतीयाको बारेमा चाहिँ चर्चा परिचर्चा गर्न गइरहेको छु र अक्षर तृतीयाको बारेमा उहाँले बताउनुहुनेछ। तपाईँहरू सुन्नुहोस् है। अनि तपाईँहरूले आफ्नो जतिजना साथी सङ्गी आफ्नो रिलेटिभ्सहरू सबैलाई सेयर पनि गर्नुहोस्, किनभने एकदम जानकारीमूलक उहाँले आज अक्षर तृतीयाको बारेमा भन्नु जानुहुँदैछ र भिडियोलाई एन्डसम्म हेरिदिनुहोस्। अनि नयाँ आउनुहुन्छ भने काइन्डली प्लिज लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस्। अब हामी गुरुजीसँग भेट्नेछौँ। गुरुजी गणेश खतिवडा ज्यू है, जसलाई चाहिँ हामीले एस्ट्रो गुरु पनि भनेर चिन्ने गरिन्छौँ र उहाँलाई आज मेरो च्यानल फिफी द प्रिन्सेसमा स्वागत। आज राम्रो दिन अक्षर तृतीयाको दिन परेको हुनाले उहाँसँग अक्षर तृतीयाको बारेमा केही जान्ने उत्सुकता आएर चाहिँ म उहाँलाई फ्रेममा ल्याउँदैछु र हजुरलाई स्वागत छ। नमस्कार। र हामीले अक्षर तृतीया त भन्छौँ है, अक्षर तृतीया खास के हो र अक्षर तृतीयाको बारेमा अलिकति तपाईँले विवरण गरिदिनुहोस् न। सबै दर्शकहरूलाई मेरो नमस्कार है। विशेष गरी अक्षय तृतीया हाम्रो हिन्दू पर्वहरूमा, हाम्रो चाडपर्वहरूमा एउटा राम्रो तिथि, राम्रो एउटा महान तिथि मान्छौँ हामी है। अक्षय भनेको मिनिङ नै हामीले हेऱ्यौँ भने अक्षय भनेको कहिले पनि क्षय नहुने, क्षय भनेको नटुक्रिने, सबै कुरा एकदम सलिड रहनेलाई नै हामी अक्षय भनिन्छौँ। जे काम गर्छौँ त्यो अक्षय रहन्छ, अक्षता भन्छौँ नि। अक्षता भनेको टुक्रा नभएको, सिधालाई चाहिँ अक्षता भनिन्छ, टुक्रा भयो भने त्यसलाई अक्षता भनिँदैन। त्यस्तै यो अक्षय पात्र भनिन्छ। यो चाहिँ कहिले पनि क्षय हुँदैन, घट्दैन, यो सधैँ बढेर जाने, एक्सप्यान्ड भएर जाने चिजलाई नै अक्षय भनिन्छ। यो अक्षय तृतीयामा गरेको कार्यहरू, कर्महरू अक्षय रहने हुनाले हामी अक्षय तृतीया भन्दछौँ। यो वैशाख शुक्ल पक्षको तृतीया तिथिमा पर्ने यो अक्षय तृतीया, यसको महानता एकदमै शास्त्रमा, हिन्दू शास्त्रमा त यति महान छ, उक्त दिनमा हामीलाई थाहा छ। यसको विशेष महत्त्व चाहिँ हामीले एक प्रकारले हेर्दाखेरि चाहिँ ज्योतिषसँग सम्बन्धित हामी भन्न सक्छौँ। ज्योतिषमा सूर्य आत्मकारक ग्रह, सूर्य उच्चस्थ कहिले हुन्छ भन्दा वैशाख महिनामा, अनि चन्द्रमा उच्च कहिले हुन्छ जब वृषमा चन्द्रमा आउँछ, तब वृषमा चन्द्रमा उच्च हुन्छ। भन्नुको मतलब चन्द्रमा मनको कारक, सूर्य आत्माको कारक। यो महिनामा, यो अक्षय तृतीयामा चाहिँ सूर्य पनि उच्चस्थ, आत्मकारक ग्रह पनि उच्चस्थ, अनि मनको कारक ग्रह पनि उच्चस्थ। अनि मन पनि आत्मा पनि जब हायर लेभलमा हुन्छ भने मान्छेले हरेक कामहरू गर्न सक्छ, उसकोमा एउटा महानता आउँछ। र यो दिन यस्तो प्रकारको दिन हो जुन दिनमा चाहिँ सूर्य अनि चन्द्रमा दुवै उच्चस्थ रहन्छन्। र यो दिनमा हामीले अब भनिएको छ, शास्त्रमा के भनिएको छ भने कतिवटा पर्वहरू छन् हिन्दू, यसमा हामी सबै कुराहरू साइत हेरेर गर्छौँ। माने यो गर्दैछु गुरुजी, मैले के गरौँ, कहिले गरौँ, यो तिथि कुन तिथि राम्रो छ, साइत कहिले राम्रो छ भनेर हामीलाई घर सर्छु म, घर बनाउँछु म, गाडी किन्छु म, यसको साइत हेरिदिनुहोस् न भनेर हामीलाई भनिरहनु भएको हुन्छ। र हामी हिन्दू धर्मावलम्बीहरू, विशेष गरी हामी यो आस्थावादी, हामी सनातनविदहरू, हामी सबैले यस्तो कुराहरूमा भरोसा गर्छौँ र त्यही अनुसारले हामी अगाडि पनि बढ्छौँ। यसमा भनिएको छ, जस्तै सरस्वती पूजामा, अक्षय तृतीयामा, रामनवमीमा, कृष्ण अष्टमीमा कतिवटा कुराहरू नहेरिकनै पनि गर्न सकिन्छ। त्यसमा पनि यो अक्षय तृतीयाको दिन तपाईँको कुनै पनि कर्म गर्दा तपाईँले कुनै पनि पण्डितहरूलाई सल्लाह गरिरहनु पर्ने जरुरी छैन, किनभने यो शास्त्रले भनेको, मैले भनेको होइन। शास्त्रले भन्दैछ कि कुनै पनि कर्म, तपाईँ घर बनाउनुहुन्छ, जमिन किन्नुहुन्छ, गाडी किन्नुहुन्छ, घर सर्नुहुन्छ, दोकान किन्नुहुन्छ, कान छेड्नुहुन्छ, यस्ता कर्महरू, भात खुवाईको साइतहरू, यो एकदमै बिना कसैसँग कन्सल्ट नगरिकन पनि तपाईँहरूले उक्त दिनमा गर्न सक्नुहुन्छ। यो दिनको तपाईँले सोध्नुभयो, भाइले सोध्नुभयो कि महत्त्व के छ। अब महत्त्व त तपाईँहरूले बुझिहाल्नुभयो। यसमा पनि अझै किन चाहिँ यो दिन यति महान भयो। जस्तै तपाईँले महाभारतको लडाईँ भयो, युद्ध भयो, युद्धको समापन
अन्त 18 दिनको युद्धको अन्त यो अक्षय तृतीयाको दिन भएको थियो भन्ने शास्त्रले बताउँछ। त्यसै गरी तपाईको हाम्रो श्रीमद् भागवत पुराणको सुरुवात वेदव्यासले लेख्नुभयो र गणेश भगवानले लेख्नुभयो, वेदव्यासले भन्नुभयो। यसैकारण वेदव्यास रचित श्रीमद् भागवत पुराण भनिन्छ। यो पुराणको थालनी सुरुवात पनि अक्षय तृतीयामा भएको थियो। 10 अवतारको हामी चर्चा गर्छौं। 10 अवतारमा जब पूर्ण अवतार परशुराम अवतार अथवा परशुरामको जन्म पनि हाम्रो यो अक्षय तृतीयाको दिन भएको थियो। किनभने त्यहाँभन्दा अगाडि चाहिँ पूर्ण मानवको उत्पत्ति थिएन। कुर्म, बारह, नरसिंह, वामन ए अवतारहरूमा वामन अवतार पनि पूर्ण मनुष्य भएको थिएन। किनभने एकदमै सर्ट हाइटको माने एउटा सानो हाइटको एउटा ब्राह्मणको रूप भगवान विष्णुले लिनु भएको सम्म हाम्रो उयस आउँछ, अवतार आउँछ भने पूर्ण मानव चाहिँ कहिले भयो भन्दा परशुराम अवतारदेखि चाहिँ पूर्ण मानव अवतार भयो। र पूर्ण मानव अवतार पनि यही दिन अथवा परशुराम आजको दिनलाई अथवा तपाईको अक्षय तृतीयाको दिनलाई परशुराम जयन्ती पनि भनिन्छ, पूर्ण अवतारको दिन पनि मानिन्छ। र तपाईहरु सबैले विवाह भयो, व्रतबन्ध भयो, यस्ता कुनै पनि कार्यक्रमहरू कान्छन्ने भयो, यस्ता भात खुवाइको साइड भयो, कुनै पनि वृद्धारम्भ भयो, सबै कुरा तपाईले यो अक्षय तृतीयाको दिन गर्न सक्नुहुनेछ। यसको साथमा म एउटा सानो कुरा के भन्न चाहन्छु भने यो अक्षय तृतीयालाई मोटामोटी लक्ष्मी नारायणसँग जोडिन्छ। लक्ष्मी पूजा जस्तै हो यो। लक्ष्मी पूजा धनतेरस, छोटा धनतेरस पनि भनिन्छ यो उयसमा, किनभने यसमा मानिसहरूले अक्षय कहिले पनि क्षय नहुने हुनाले सरसामानहरू किन्ने पनि गर्छन्। सुन, चाँदी, तामा, पित्तल, फलाम अब केही पनि होस् उहाँहरूले किनेर घरमा पूजा गरिन्छ। अब यो यसमा एउटा कन्फ्युजन छ के किन्नै पर्छ नयाँ भन्ने पनि छ। किन्नै पर्छ भन्ने छैन। तपाईको घरमा भएको सुनलाई, चाँदीलाई, पित्तललाई, तामालाई तपाईले साफ सुग्घर गरेर पवित्र गरेर शुद्ध गरेर यो अक्षय तृतीयाको दिन बेलुका लक्ष्मीको पूजा गर्ने, लक्ष्मी माताको पूजा गर्ने। ओम श्रीम ह्रीम श्रीम कमले कमलालय प्रसिद्ध श्रीम ह्रीम श्रीम महालक्ष्मी देव्यै नमः यो मन्त्रले लक्ष्मी माताको आराधना गर्ने, पूजा गर्ने। लक्ष्मीको कुनै मन्त्र तपाईलाई थाहा छैन, यत्रो लामो मन्त्र त मलाई याद हुँदैन, तपाई भन्नुहुन्छ भने ओम महालक्ष्मी देव्यै नमः यो मन्त्रले बेलुका तपाईले साधना गर्ने, लक्ष्मीको साधना गर्ने, कुबेरको पूजा गर्ने। घरमा अक्षय तपाईको प्राप्ति हुन्छ। अक्षय रूपमा तपाईहरुले अगाडि बढ्न सक्नुहुन्छ। अब हेर्नुस् यो अक्षय तृतीयाको विषयमा भनेर साध्य छैन, यति बेसी महानता छ। यसमा तपाईले एउटा दुईटा काम चाहिँ गर्न सक्नुहुन्छ कि तपाईहरुले शरबत बाँड्ने, पहिला शरबत बाँड्ने चलन थियो। यस दिनमा शरबत बाँडिन्थ्यो, कतिजनाले मही बाँड्थे, कतिजनाले पहिला गरिब मान्छेहरूले पनि जौको सातु बनाएर सतुवा बनाएर दहीको के अरे महीसँग त्यो बाँडिन्थे। त्यस्तो पनि हामीले सानोमा हामीले देखेको है। र यस्तो हामीले अहिले पनि हामीले शरबत, अहिले त शरबत पाइहाल्छ, अहिले त जुसहरू पाइहाल्छ। तपाईहरुले माने गरिब दुखीहरूलाई बाँड्न सक्नुहुन्छ, ओल्ड एज होममा खाना खुवाउन सक्नुहुन्छ, गरिबहरूलाई केही पनि दान दक्षिणा गर्न सक्नुहुन्छ। किनभने अहिले आजको दिनमा अथवा अक्षय तृतीयाको दिनमा गरेको दान दक्षिणा तपाईको अक्षय रूपमा चलेर जान्छ भनिएको छ। र तपाईहरु सबैलाई यो अक्षय तृतीयाको मंगलमय शुभकामना व्यक्त गर्दछु। तपाईहरुको मनमा शान्ति होस्, सुख होस्, समृद्धि होस् र सबैले यो पर्वलाई अझै महान प्रकारले अझै तपाईले अझ बुझ्नुभयो, अर्को पालि यसलाई अझै तपाईले महान प्रकारले मान्नुहोस् भन्दै म तपाईहरुबाट ओझल हुन चाहन्छु। नमस्कार। गुरुजीलाई धेरै धेरै धन्यवाद है। एउटा छोटो अवधिमा पनि हजुरले बहुमूल्य समय दिनुभयो र आज मेरो च्यानलको मार्फतबाट जतिजना पनि मलाई सपोर्ट गर्नुहुने है, जतिजना पनि महानुभावहरू हुनुहुन्छ उहाँहरूले पनि सायद धेरै नलेज पाउनुभयो होला अक्षय तृतीयाको बारेमा। र यदि तपाईहरुलाई अझै बेसी नलेज चाहनुहुन्छ भने चाहिँ म गुरुजीको नम्बर पनि डिस्क्रिप्सन बक्समा हालिदिएको हुन्छु र उहाँलाई पनि तपाईहरुले उहाँको युट्युब च्यानलको बारेमा उहाँले भन्दैछ त्यो च्यानलमा गर्दा तपाईहरु क्लिक गर्नुहोस् अनि सब्स्क्राइब गर्नुहोस् है। अनि बेल आइकन पनि तपाईहरुले क्लिक गर्नु भने चाहिँ यस्तो एस्ट्रोलोजिकल यस्तो जुन चाहिँ आध्यात्मिक कुराहरू हुन्छ गुरुजीकोबाट तपाईले अपडेट पाइरहनुहुन्छ। र गुरुजीलाई एउटा सानो फेरि नम्र निवेदन तपाईको युट्युब च्यानलको अलिकति युट्युब च्यानल र फेसबुकको अलिकति भनिदिनुहोस् न के छ। म मेरो युट्युब च्यानल तपाईको दृष्टि DRISSTI दृष्टि अथवा तपाईले गणेश खतिवडा कालिम्पोङ गर्नुभयो भने आइहाल्छ एकदमै है। तपाईले दृष्टिमा तपाईले
क्लिक गर्न सक्नुहुन्छ। यो च्यानल चाहिँ मेरो के हो भने स्पेसली जब मान्छेहरू कन्फ्युजन हुनुहुन्छ, तपाईँहरू कन्फ्युजन हुनुहुन्छ, दुईटा तिथि पर्छ, घरि अघिल्लो दिन भोलिपल्ट, त्यसलाई म जति सक्दो क्लियर गर्ने कोसिस गर्छु। तपाईँहरू गएर हेर्नुभयो भने हरेक तिथिहरूमा जहाँ कन्फ्युजन हुन्छ, जस्तै योपालि मैले च्यानल यो अक्षय तृतीयाको च्यानल बनाइनँ किनभने योपालि कन्फ्युजन थिएन, त्यसले गर्दा मैले बनाइनँ। तर कन्फ्युजन हुन्छ जब 2 दिन, त्यस्तोमा म एकदमै तपाईँहरूलाई जानकारी गराउँछु र दृष्टिमा तपाईँहरूले क्लिक गर्न सक्नुहुन्छ अथवा दृष्टिमा तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि यो च्यानल मार्फत तपाईँहरूलाई राशिफलहरू, अब जस्तै म प्रोफेसनली मेरो आफ्नो प्रोफेसन हुँदाहुँदै पनि म ज्योतिषसँग सम्बन्धित भएको कारणले गर्दा मैले राशिफलहरू, वार्षिक राशिफल पनि मैले सबै यो वर्षको कस्तो कस्तो कुन कुन राशिले के गर्नु के नगर्नु, जस्तै अहिले शनि 7.5 शनि, अढैया शनि, त्रिभागी शनि, कसको शनिको प्रकोपले असर पार्दैछ, सबै एक एकवटा गरेर मैले भिडियो प्रस्तुत गरेको छु तपाईँहरूलाई। र तपाईँहरूले मेरो च्यानल दृष्टि अथवा गणेश खतिवडा कालिम्पोङमा तपाईँले जानुभयो भने तपाईँले पाउन सक्नुहुनेछ र तपाईँको आफ्नो राशिफल हेर्न सक्नुहुनेछ र तपाईँले राशिफलको साथसाथमा तपाईँले यो जानकारीहरू तपाईँले पाउनुहुनेछ। र मेरो च्यानलको विशेष महत्त्व नै जानकारीमूलक कार्यक्रम हो र मैले स्टार्टिङमै यो जानकारीमूलक कार्यक्रमको सिलसिलामा भनेर नै म सुरु गर्छु। र तपाईँहरू जहाँ पनि कन्फ्युजन हुनुहुन्छ तपाईँले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँको एस्ट्रोलोजिकल तपाईँहरू जहाँ कन्फ्युजन हुनुहुन्छ है, त्यसमा पनि तपाईँहरूले मलाई कन्सल्ट गर्न सक्नुहुन्छ। एस्ट्रोलोजी भयो, न्युमरोलोजी भयो, यसमा तपाईँहरूले मलाई कन्सल्ट गर्न सक्नुहुनेछ। र तपाईँहरू सबैको दिन मङ्गलमय रहोस्। थ्याङ्क यू।